डेरिवेशन यो बुझिहाल क्वेसन सोधेको थियो नि सौम्याले है हिजो डेरिवेशन सोध्छ अहिलेसम्म एससीमा डेरिवेशन सोधेको छैन यो दिमागमा बसाइहाल तर डेरिवेशन बुझ्नु जरुरी छ रिजन के छ जस्तै सपोज दैट कसै तिमीलाई फर्मुला थाहा छ W1 = R1 स्क्वायर या G1 = के अब कसैको कपीमा बाई चान्स तिम्रो आइसाइट गइहाल्यो अनि त्यहाँ मिस्टेकली लेखेको छ G1/R1 स्क्वायर G2/के R2 स्क्वायर तिमीलाई G1 × R1 स्क्वायर छ G2 × के R2 स्क्वायर तर एक्जामिनेसन हलमा स्टुडेन्टको साइकोलोजी के हुन्छ त्यसलाई सबैको माथि कन्फिडेन्स हुन्छ एक्सेप्ट विच वान आफूमाथि छोडेर त अब के हुन्छ तिमीलाई थाहा छ होइन G1 × R1 स्क्वायर हुन्छ अब अर्को कपीमा आइरह्यो G1/R1 स्क्वायर लेखेको छ त्यसले अब तिमीलाई लाग्यो कन्फ्युजन अब के हुन्छ किनकि आफूमाथि त कन्फिडेन्स हुँदैन अब यसलाई के गर्छु यस्तो हामीले कपीमा हेर्छौँ धेरै यसलाई काटेर फेरि अब यसलाई लेख्छु र सल्भ गर्छु मार्क्स भइहाल्छ तिम्रो के 0 यस्तो हामीले एमसीक्यूमा धेरै हेर्छौँ स्टुडेन्टले लेखेको छ सही लेखेको छ त्यसलाई काटेर फेरि के गर्यो अर्को लेखिहाल्यो भन्नाले कसैको कपीमा आइसाइट गइहाल्यो त्यसलाई त आफ्नो कन्फिडेन्स जुन लुज हुन्छ जुन बेलामा तिमीलाई लाग्छ होइन मैले त यो फर्मुला पढेको छु यहाँ यसले यो लेखेको छ त त्यो बेलामा तिमीलाई यो डेरिवेसन काम दिन्छ सर्टकटमा ड्राइभ गरिहाल्ने रियलीमा मैले जुन याद आइरहेको छ त्यो राइट छ कि यसले जुन लेखेको छ त्यो राइट छ त डेरिवेसन आइरहेको छ भने फटाक से के गर्ने सर्टकटमा ड्राइभ गरिहाल्ने ड्राइभ गरेर हेरिहाल्ने जो आई एम राइट अर वान ठिक छ त्यसैले डेरिवेसन जरुरी छ एक्जामिनेसन पोइन्ट अफ भ्यूले डेरिवेसन सोध्दैन तिम्रो काम लाग्छ सिधै फर्मुला बसाउने हो अनि त्यसपछि सल्भ गर्ने हो राइट डेरिवेसन काम लाग्दैन तर डेरिवेसन त्यो ठाउँमा काम आउँछ बुझ्यो यो भइहाल्यो स्पेशल टाइपको